नमस्कार सबैजनालाई। आज हामीले हाम्रो स्थानीय ERP इस्टिमेट सिस्टमको एनालाइसिस तथा नर्म्स कसरी एड गर्छौं भन्ने कुरा सिक्छौं। सर्वप्रथम हामी लगइन गरौँ। त्यसपछि हामी ड्यासबोर्डदेखि इस्टिमेट सिस्टममा जान्छौं। इस्टिमेट सिस्टमदेखि रेटमा जान्छौं। रेटमा गएर यहाँ हामीले रेटहरु एड गरेका छौं। त्यसरी नै हामीले एक्जाम्पलको लागि कुनै टिप्पर अथवा ट्रकको रेट लियौं। यो चाहिँ कुन रेट हो भन्दा इक्विपमेन्ट रिलेटेड रेट भयो, युनिट आवरमा भयो। त्यसपछि हामीले ओनरशिप चार्ज कति छ त हामीले यो बाँकीको रेट एनालाइसिसबाट अहिले एक्जाम्पलको रूपमा लिएको छौं 148, सर्भिसिङ चार्ज 23, मेन्टेनेन्स चार्ज 55। त्यसपछि हामी एडिसनल अब हाम्रो फ्युलहरु, त्यसपछि हाम्रो म्यान पावर स्किल अनस्किल कतिजना लाग्छ, के कति लाग्छ भन्ने कुरा पनि हामीले यहाँ एड गर्नुपर्ने हुन्छ। मोडल टाइप रेट पर्टिकुलर भयो, डिजल हो फ्युल, त्यसपछि फ्युल रिलेटेड रेट भयो। यो क्वान्टिटी कति लाग्छ त 6.67, क्वान्टिटी 6.76 लिटर पर आवर लाग्ने भयो। त्यसपछि हाम्रो स्किल लिन्छौं। यो चाहिँ लेबर रिलेटेड रेट भयो। स्किल कतिजना 0.125। त्यसपछि हामीले अनस्किल लिन्छौं। यो पनि लेबर रिलेटेड रेट 0.125। सबमिट गरेपछि हाम्रो टिप्परको रेट तयारी हुन्छ। यसैगरी हामीले रेटहरु एड गरिसकेपछि, रेट एनालाइसिस गरिसकेपछि हामीले नर्म्स तिर लाग्छौं। हामी नर्म्सहरु एड गर्नुभन्दा पहिला नर्म्स क्याटेगोरी सिरियल नम्बर अनुसार हजुरले एड गर्न सक्नुहुन्छ। जस्तै टाइटल कुन काम हो, फ्लोरिङ वर्क हो, प्लास्टरिङ वर्क हो, यसरी प्लास्टरिङ वर्क। अनि सिरियल नम्बर कति छ त ABCDEFGH हजुरको जसरी नै राख्न सक्नुहुन्छ। यसरी यसमा ड्यास हुन्छ। रेफरेन्स कहाँदेखि ल्याएको, डिपार्टमेन्ट अफ रोड हो कि बिल्डिङ हो। सिरियल नम्बर ल P नै मानौँ मैले एक्जाम्पलको लागि पेस्ट गर्यो भने तपाईको प्लास्टरिङ वर्क एड भयो हैन। यो चाहिँ मैले एक्जाम्पलको लागि लिएको थिएँ। यहाँ अरु प्लास्टरिङ एन्ड पेन्टिङ वर्क आइमा पहिला नै एड भइसकेको छ। अब हामी नर्म्स तिर लागौं। नर्म्स एड गर्दाखेरि हामीले डिपार्टमेन्ट अफ बिल्डिङको एउटा नर्म्स लिएको छौं। फर्स्ट आइडेन्टिफिकेसन नम्बर C2। युनिट फर कति युनिटको लागि हो त युनिट फर 1। युनिट के छ त हाम्रो ब्रिक वर्कको युनिट क्युबिक मिटर भयो। त्यसपछि कन्ट्र्याक्टर ओभरहेड 15% राख्यौं, जुन चाहिँ हाम्रो यो कन्ट्र्याक्टरको काममा मात्रै युज हुने गर्छ। 15% चाहिँ उपभोक्ता समितिमा चाहिँ युज हुँदैन। यो कुन वर्क हो त, यो मेसनरी वर्क भयो क्याटेगोरी। त्यसपछि हामी क्वान्टिटी तिर लाग्छौं। यहाँ क्वान्टिटी एड गर्छौं। सुरुमा के छ हाम्रो स्किल कतिजना 1.5। त्यसपछि अनस्किल्ड 2.2 भयो। त्यसपछि अनस्किल्ड हाम्रो स्काफोल्डिङको लागि अनस्किल भनेर छ। स्काफोल्डिङको लागि 1.4। त्यसपछि छ ब्रिक चिम्नीको ब्रिक कति पिस चाहियो हामीलाई
560। त्यसपछि छ सिमेन्ट हाम्रो चाहिँ यो युनिट मेट्रिक टनमा छ, मेट्रिक टनमा भएको 0.1 मेट्रिक टन अझै एड गर्दैछौँ हामी। क्रसरको स्यान्ड 2 वाट। स्काफोल्डिङ मटेरियल चाहिँ 3% भनेको छ नर्म्समा, त्यसैले हाम्रो यदि पर्सेन्ट आयो भने इच पर्सेन्ट एस गर्नुपर्ने हुन्छ। टाइटल स्काफोल्डिङ मटेरियल हो, क्वान्टिटी कति हो 3%। 3% अफ के हो क्यालकुलेटेड फ्रम परिमाण भन्यो भने योबाट जाने भयो। त्यसपछि हामी प्रकारबाट गयौँ भनेपछि यसै लेबर रिलेटेड रेटलाई लिने हो कि इलेक्ट्रिकल रिलेटेड रेटलाई लिने हो, योबाट जान्छौँ। तर अहिले हाम्रो क्वान्टिटी भएको कारणले परिमाण के को त स्काफोल्डिङ लेबरको 3% भनेको कारणले हामी यसरी लियौँ। यसरी सबमिट गरेपछि हाम्रो नर्म्स तयार हुन्छ। धन्यवाद।